17औं शताब्दीमा दादुराको महामारी फैलिएको थियो। रानीलाई पनि त्यो रोग लागेको थियो। राजाले शीतला देवीको मन्दिर बनाएका थिए। रानीलाई त्यो रोग त निको भयो, तर उनको सुन्दरतामा कमी आइसकेपछि उनले आत्महत्या गरिन्। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई ट्राभलर बिरेनमा। आज हामी कुरा गर्न जाँदैछौँ एउटा यस्तो नेपाली फिल्मको जसको प्रतीक्षा धेरै नेपाली सिनेमा प्रेमीहरूले गरिरहेका छन्। हो साथीहरू, यो फिल्मको टिजर हालै मात्र सार्वजनिक गरिएको छ र यो फिल्मले धेरै नयाँ कलाकार र केही पुराना नामहरूलाई समेटेको छ र हामीलाई यो ट्रेलरले कस्तो प्रभाव पारेको छ त्यो आजको भिडियोमा चर्चा गर्नेछौँ। पहिले फिल्मको बारेमा केही जानकारी प्राप्त गरौँ। खेल 2025 को एउटा नयाँ नेपाली चलचित्र हो जसमा मुख्य भूमिकामा सुरक्षा पन्त, मोनिका थापा, हेना नागरकोटी र सामापिका गौतम जस्ता नयाँ र चर्चित कलाकारहरूको अभिनय देख्न पाइन्छ। यस फिल्मको निर्देशन पनि निकै रुचाइएको छ र यसको ट्रेलरले भने निकै चर्चा पाएको छ। अब कुरा गरौँ ट्रेलरको। पहिलो कुरा भनेको यो ट्रेलरको छायाङ्कन र क्यामेरा वर्क निकै राम्रो छ। दृश्यहरू देख्दा कुनै विशिष्टता र सन्देश पुर्याउनको लागि राम्रो प्रयोग गरिएको देखिन्छ। फिल्मको ट्रेलरले भन्छ कि यो एक थ्रिलर र एक्सन फिल्म हो जसमा प्रेम र सङ्घर्षका विभिन्न पक्षहरू समेटिएका छन्। ट्रेलरको संवाद र एक्टिङ पनि निकै शक्तिशाली देखिन्छ। विशेष गरी सुरक्षा पन्तको अभिनयमा केही नयाँ प्रकारको गहिराई देख्न पाइन्छ। अब हामी मुख्य पात्रहरूको बारेमा कुरा गरौँ। सुरक्षा पन्तले अभिनय गरेको पात्रमा केही गहिरो दर्द र सङ्घर्षको सङ्केत देखिन्छ। उनले यो पात्रलाई कसरी प्रस्तुत गरेकी छिन् त्यो ट्रेलरले भने स्पष्ट गर्छ। मोनिका थापाको अभिनय पनि विशेष ध्यान दिन योग्य छ जसमा उनको भूमिका रहस्यपूर्ण र चुनौतीपूर्ण देखिन्छ। हेना नागरकोटी र सामापिका गौतमको योगदान पनि कम छैन। यी दुई कलाकारहरूले भने आकर्षक चरित्रहरूमा आफ्नो अभिनय प्रस्तुत गरेका छन्। ट्रेलरले हामीलाई एउटा रोमाञ्चक, साहसिक र थ्रिलिङ अनुभवको वचन दिएको छ। फिल्मको कुल भावना र मुडले दर्शकलाई आकर्षित गर्ने सम्भावना छ। अब हामीलाई यो चलचित्र पूरा हेरेपछि के थाहा हुन्छ, तर ट्रेलरले भने उत्सुकता बढाएको छ। तपाईलाई के लाग्यो खेलको ट्रेलरको बारेमा? तल कमेन्टमा आफ्नो विचार राख्नुहोस्। र यदि तपाईलाई हाम्रो समीक्षा मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्मको लागि ट्राभलर बिरेन सँगै रहनुहोस्। जय नेपाल।